यो छोरो बेगर म बाँच्नै सक्दिनँ प्रभु, मेरो बचाइदिनुहोस्, नभए म पनि मर्छु भन्दा बुद्ध भगवानले भन्नुभयो किन रोकी त, म तिम्रो छोरालाई बचाइदिइहाल्छु, रुनुपर्छ, म आइपुगेको छु। भगवान छिटो भन्नुहोस् कसरी बाँच्छ, म त्यही गर्छु। भगवानले भन्नुभयो त्यस्तो घरमा जाऊ जहाँ कसैको घरमा कोही मरेको छैन, त्यो घरको पानी लिएर आऊ, जल लिएर आऊ, म थोरै जलको छिड्का दिन्छु। यो बच्चा उठिहाल्छ, किन रोके त, छोरो मरो भन्दैमा जाऊ। तिमी कसैको घरमा जाऊ, पहिले सोध्नु त्यो घरको पानी लिएर आउनु जो घरमा कसैको मृत्यु भएको छैन, जल छिड्का दिन्छु, म बाँच्छु, लजाऊ भन्नुभयो। खुसी भइन्, आहा मेरो छोरो बाँच्ने गइन् भेगचालिन, मलाई अलिकति जल दिनुहोस् न हजुरहरूको घरको। बोले कि जल दिनुभन्दा अगाडि बुद्धले भन्नुभएको सोध्नु है कसैको मृत्यु भएको छ कि छैन। सोधिन्, मलाई जल दिनुहोस् न। एउटा कुरो सुन्नु, हजुरहरूको घरमा कसैको मृत्यु भएको छ कि छैन भनेर भन्दा हाम्रो त हजुरबा बित्नु भएको छ, कसैको घरको कसैको मृत्यु नभएको घरको ल्याउनु भन्नुभएको छ। फेरि पल्लो घरमा गइन्, जल दिनुहोस् न, तर सुन्नु तपाईँहरूको घरमा कसैको मृत्यु भएको छ कि छैन। बोले मेरो त छोरो मरेको 1 वर्ष भयो, बल्ल वर्ष दिन हुँदैछ। अर्का घरमा कसैका घरमा छोरी मरेको, कसैको घरमा छोरो मरेको, कसैको घरमा आमा मरेको, कसैको घरमा को मरेको। सारा संसार हेरिन्, संसारका घरहरू हेरिन्, हेर्दा 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 त्यो पानी माग्दा जाँदै जाँदा जाँदै वैराग्य आइसकेको थियो। किनकि उनलाई अब भइसकेको थियो यो दुःख मलाई मात्रै होइन सबैलाई राज